पछि के भयो थाहा छ? पछि उसको एब्सेन्सले फरक पर्न छोड्यो। पछि मैले उसको प्रोफाइल सर्च गर्न छोडेँ। पछि पुराना च्याट्स डिलिट गरेँ र पछि मैले आफूलाई फेरि प्रायोरिटाइज गर्न सिकेँ। पछि उसको प्रमिसेस सम्झेर दुःख होइन, नयाँ पाठ सिक्न पाएँ। किनकि सधैँ साथ दिन्छु भन्ने मान्छे सधैँका लागि रहँदैनन् भन्ने बुझेँ। पछि मैले उसको असली अनुहार देखेँ। पछि उसको व्यवहारको रियालिटी बुझ्न थालेँ र पछि मलाई उसप्रति होइन, आफ्नो चोइसप्रति घिन लाग्न थाल्यो। किनकि मैले यस्तो मानिसलाई आफ्नो पिसभन्दा माथि राखेको रहेछु, जसलाई मेरो भ्याल्युको कुनै मतलब नै थिएन। पछि मैले बुझ्दै गएँ म गलत मानिसलाई सही ठानिरहेको रहेछु र त्यो गल्तीबाट बाहिर निस्कनु नै मेरो सबैभन्दा ठूलो जित थियो। पछि भिडमा पनि आफूलाई हराउन छोडेँ। पछि अरूको भ्यालिडेसन खोज्न छोडेँ। पछि कसैले छोडेर जाँदा आफूलाई दोष दिन पनि छोडेँ। पछि रातहरू शान्त हुन थाले, मन हल्का हुन थाल्यो र बिस्तारै म फेरि आफ्नै लाइफमा फर्किन थालेँ। पछि आँखा रसाउनुभन्दा आफ्नो ग्रोथ देखेर मुस्कुराउन थालेँ। पछि उसको यादभन्दा आफ्नो पिस इम्पोर्टेन्ट लाग्न थाल्यो र थाहा छ सबैभन्दा राम्रो के भयो? पछि मैले आफूलाई फेरि भेटेँ। त्यो सेल्फ रिस्पेक्ट, त्यो कन्फिडेन्स, त्यो हराएको खुसी सबै फेरि बिस्तारै फर्किन थाल्यो। अहिले उसको याद आउँदा पनि मनभित्रबाट एउटै कुरा आउँछ, धन्यवाद समयमै तिम्रो असली रूप देखाइदिएकोमा। पछि के भयो थाहा छ? पछि उसको एब्सेन्सले फरक पर्न छोड्यो। पछि मैले उसको प्रोफाइल सर्च गर्न छोडेँ। पछि पुराना च्याट्स डिलिट गरेँ र पछि मैले आफूलाई फेरि प्रायोरिटाइज गर्न सिकेँ। पछि उसको प्रमिसेस सम्झेर दुःख होइन, नयाँ पाठ सिक्न पाएँ। किनकि सधैँ साथ दिन्छु भन्ने मान्छे सधैँका लागि रहँदैनन् भन्ने बुझेँ। पछि मैले उसको असली अनुहार देखेँ। पछि उसको व्यवहारको रियालिटी बुझ्न थालेँ र पछि मलाई उसप्रति होइन, आफ्नो चोइसप्रति घिन लाग्न थाल्यो। किनकि मैले यस्तो मानिसलाई आफ्नो पिसभन्दा माथि राखेको रहेछु, जसलाई मेरो भ्याल्युको कुनै मतलब नै थिएन। पछि मैले बुझ्दै गएँ म गलत मानिसलाई सही ठानिरहेको रहेछु र त्यो गल्तीबाट बाहिर निस्कनु नै मेरो सबैभन्दा ठूलो जित थियो। पछि भिडमा पनि आफूलाई हराउन छोडेँ। पछि अरूको भ्यालिडेसन खोज्न छोडेँ। पछि कसैले छोडेर जाँदा आफूलाई दोष दिन पनि छोडेँ। पछि रातहरू शान्त हुन थाले, मन हल्का हुन थाल्यो र बिस्तारै म फेरि आफ्नै लाइफमा फर्किन थालेँ। पछि आँखा रसाउनुभन्दा आफ्नो ग्रोथ देखेर मुस्कुराउन थालेँ। पछि उसको यादभन्दा आफ्नो पिस इम्पोर्टेन्ट लाग्न थाल्यो र थाहा छ सबैभन्दा राम्रो के भयो? पछि मैले आफूलाई फेरि भेटेँ।